हेलो गुड मर्निङ। स्कुल हाम्रो छोरीको स्कुल ठुलो ठुलो गेट छ, उता राख्ने गेट उता मेरो छोरी छुट्टी भइसक्यो, जुत्ता लगाउनु छ अनि म पनि उसलाई स्कुलमा ल्याउन आइसकेँ। चप्पल लाम्रो खेल्यो, अब झोला खेल्न बसेँ। झोला खेल्न खुब खुसी हुन्छ, रमाउँछ। झोला खेल्नु भनेपछि खुसीले गदगद हुन्छ, रमाउँछ। खेलेर खुसी हुन्छ, हाँसी हाँसी खेल्छ। हेर टाउको मिलाएर खेल्छ, खुसी हो। अनि भन्छ सानोमाको याद गर्छ, भन्छ म त सानोमा जस्तै हुन्छु। भएपछि भन्छ ल अर्को झोलामा गयो। अब त्यो झोलामा बसेर खस्क्यो, त्यो पनि खुब खुसी हुन्छ, खुब मन पराउँछु। फेरि अर्को झोलामा गएछ। अब त्यहाँबाट खस्किँदै तल खेल्न पुग्ने हो, खेलाउन खै खा गयो। अनि भन्छ उसको सानोमाले, उसको सानोमा रूपमा उसले भन्छ छोरी तिमी ज्ञानी हुने हो, पढ्ने हो, चकचक बदमास गर्ने होइन, आफ्नो मम्मीलाई सताउने होइन, ज्ञानी बन्ने हो, पढ्ने लेखेर ठुलो मान्छे बन्ने, मसा जस्तै युरोप आउने हो है, यहीँ पढ्ने, यहीँ लेख्ने, यहीँ काम गर्ने भनेर फोनमा बोल्छ उसको सानोमा मेरो बहिनी हुन्छ। अनि फेरि पनि हस् हुन्छ, खुसी हुन्छ। ल बस तिमी, म खेलाइदिन्छु। बस बस म खेलाइदिन्छु। पालो निस्क्यो, बस बस। खसाइ जस्तो पनि गराउँदैन, खुसी भएर हाँसेर आउँछ। उसको चाहिँ टिका लगाएको हो कि यो हे टिका हो र टिका लगाएको छ। झोला उसलाई थाहा याद छैन कि म जाउँ छिटो आफ्नो कोठामा पुगेर खाना खाऊँ, ड्रेस चेन्ज गरौँ, खेलौँ। त्यहाँ रुम नजिक बहिनीहरू दिदीहरू छ, उसको दोस्तहरूसँग जाउँ भनेर सम्झेर खेल्नु भएपछि त बिर्सिहाल्छ। फेरि जाने अझ खेल्ने। कस्तो परेसान गर्छ, बल्ल तल्ल त्यसलाई डोराइ डोराइ ल्याउनु पर्छ, मान्दैन, समातेर अनि रुन्छ। रोइ समातेर त्यस्तरी ल्याउने मैले। अनि त्यसपछि अनि भन्छ ल भयो मलाई खेल्नै दिएन, मलाई ल्यायो स्कुल। शनिबारको दिन छुट्टी भएपछि फेरि खेल्न बस्छ। उसले भन्छ मामा घर जाने हो, आजकल लिची फल्छ नि यो समयमा, धेरै। अनि लिची खाने मामा घर जाने, आमा बाजेसँगै फोनमा बोल्दाखेरि खुसी हुन्छ आफ्नो मामा घरको। अनि भन्छ म अब पढ्ने हो यहीँ, अब पछि आउँछु म है मामा घर भन्छु आफ्नो आमा बाजेलाई मामा घरको। हुन्छ अब स्कुल अब जाने बेला